एउटा चाहिँ 35,000 ठेक्का लिएर यसले एउटा पिकनिकको ठेक्का लिएर अनि मलाई हेर कान्छ टिप्स दिन्छन् यार 1000 पनि टिप्स म झरी झार्छु म टाढो छु तँलाई थाहा के अरे अरू तँलाई 500 1000 दिन्छु ल भनौँ अब 1500 टिप्स 1000 रुपियाँ 2500 भयो मलाई त हुन्छ भने अब मलाई 1000 मा त 1500 टिप्स छुट्टै भयो 35 लेख्छु छु है मलाई 1000 युरा आचारलाई 1000 नवीन पल्ट पनि थियो त नमले 1000 तिनटालाई 3000 दिएछ अनि अरूलाई केटी तिनटा थिए 6000 अझ बाध्य 5 जना 6 जना हुनुहुन्थ्यो बाध्य पनि सबै 10000 पुरो अम्का आदै उनका थिएन 15-16 हजार कता आएको थियो अनि 25000 त कमै हाल्ला आदै 25000 कमै हाल्ला आछ के ल्याएर अनि त्यो बेला कार्यक्रम सकेर यो हाम्रै कोठामा आछु त्यो बिहान 9 तिर उठेर म सुतिरास्तो गरे आथे केटले यस्तो जुन ठेक्का दिने हुन्छ नि मेन चाहिँ दाइलाई फोन गरेर दाइ कता हुनुहुन्छ अब यहाँ कलाकारले फेरि मार्न लागिसक्यो पैसा दिनु पर्यो बाँकी हिजो 10 ल्याएको छु कि अब 25 बाँकी रह्दै 35 भनेको होइन भनौँ के ल्याउँछु म त झसङ्ग परेर ल्याउनु मलाई त 1000 दिन्छु भने आछ यसको हिसाब गर्दा यसको के 12000 खर्च निस्क्यो उ बेलामा सबैलाई दिएर आफ्नो त यसको त 23,000 त चोखो बच्चिन त ल्याउनुहोस् अनि म यसो हिसाबमा जुरुक कोठेँ कति लिने बाँकी छ अरे कोही त सुते आइनस् सबै सुनिस् क्या भन्नु होइन सब सुने 35,000 ठेक्का होइन मलाई दिएको 1000 दाइको नम्बर म दाइलाई फोन गर्छु भन्नु प्लिज नगरेर खान्छ त 7,000 रुपियाँ दिन्छु भनेर प्लिज नगरेर पसल मैले अब युरो पनि भन्छु होइन त्यो सबैलाई भन्छु अब सबैलाई भन्छु भने जम्मालाई बाँड्दाखेरि त मलाई 3,000 पनि नपर्ने भयो नि त अनि यसलाई 7,000 दियो भने त 15,000 अझै बच्ने भयो यति धुर्त यति चोर यति डाकासँग सङ्गतमा छ भने सुन्नु न फेरि